सो एभ्रिवान गुड मर्निङ। आज चाहिँ हामी बिहान बिहान जाँदैछौँ मुस्ताङ, त्यो पनि मेरो केटाहरूसँग। हामी चाहिँ जान लागिसकेको छौँ यहाँबाट। अब यिनीहरूले चाहिँ ब्याग भिरेको भिरेको खोलेको है। हामी चाहिँ यसरी चाहिँ जाँदैछौँ अक्टोबरमा है। आवाज त्यति राम्रो चाहिँ आएको छैन होला जहाँसम्म मलाई लागेको छ, अनि क्यामेरा एङ्गल पनि थोरै बिग्रेको छ होला है। एडजस्ट गर्नु होला, यस्तै छ चाल है। सो हामी चाहिँ अब चाहिँ सिधै बाटोमा भेट्छौँ है त। एकदम रमाइलो गर्दैछौँ पहाडको बिचमा। पहाड हेर्दै 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 जाँदैछौँ है। रमाइलो भइरहेछ त्यस बिचमा। यसरी नै बोलिरहनु आउँछु। कसम यार, बुलेटलाई हेप्दै आएर यो बसले आएर, यो बस त औडा रहेछ, डेन्जर कुदाउँदो रहेछ। गण्डकी पहिला हामी आएको भन्दा अलिक बेसी नै बढाएछ। पानी चुन्छ यहाँ त। कस्तो ठाउँमा रोप्नु पर्यो ल, हेर्नुहोस् म्याग्दीबाट चाहिँ यतातिर यो तातो पानी हुँदै हुँदै म्याग्दी नै पर्छ। फेरि पर्न चाहिँ त्यो नपर्ने चाहिँ होइन होइन। अनि त्यस पछाडि त्यो हुँदै हुँदै नाकाबाट चाहिँ हामी मुस्ताङ छिरिन्छ मार्गमा हुँदै। अनि बाटो चाहिँ कस्तो छ भन्दा यताउता त्यो चेन्ज गरिराख्नुपर्ने बाटो चाहिँ छैन क्या। अनि त्यही भएर यसमा चाहिँ कन्फ्युज हुनु चाहिँ पर्दैन। बरु उतातिर गयो भने मुक्तिनाथ जाने बाटो चाहिँ कन्फ्युज हुन्छ, किन अन्त कम्फर्ट जाने र मुक्तिनाथ जाने त्यहाँको बिचबाट छुट्टिन्छ होइन। त्यसले गर्दाखेरि अनि अरू त खासै छुटिँदैन, त्यस्तो अरू छुट्टिने खालको बाटो चाहिँ छैन। सो फाइनली हामी चाहिँ अब एकैछिनमा केही बेरमै हामी उसमा चाहिँ आउँछौँ, के भन्छ तातो पानी चाहिँ आउँछौँ। अनि
हामी चाहिँ यो उसमा यो खोला चाहिँ यहाँतिर छैन भनेको सो पानी चाहिँ आएको रहन्छ भन्नु पऱ्यो होइन त्यही नै हो अब धेरै नबोलिकन चाहिँ तपाईँहरूलाई म सिन देखाउँछु भनेको थिएँ सुरुबाट नै अनि अब यस्तै हो क्या भ्लगिङको दिन भ्लगर्स दिन्छ कि होइन यस्तो भन्दा भन्दै गर्दा गर्दै त्यो भइहाल्छ होइन त्यही नै हो सो बाटोतिर भेटौँला है त So finally heading to the Rupsei. भर्खरै पल्टेर है यो भएन यो चलाइ भएन तेरो साला झन्डै सकिएको नि साथीहरू एकदम बहुत ओहो म त यस्तो भनेर ढुङ्गा अड्केको रमाइलो भयो साथीहरू सो मेरोमा नदेखेको फुटेज चाहिँ सन्तोष भ्लगमा हेर्नु होला त्यो देख्नुहुन्छ है त तर यहाँ छैन क्या सो हामी चाहिँ अहिले यहाँ घाँसाको चेकिङ स्पटमा छौँ यस्तो चेकिङ स्पट allowed it's allowed when they can't see मेन चेक त उही मुस्ताङमा गइसक्यो क्या त्यही नै त्यहाँ नि एकचोटि सोध्छन् मात्र त्यस्तो चेकिङ भनेर बस्यो गर्दैन ढुक्क भरेन त जति कन्फिडेन्ट भइन्छ त्यति ढुम्टामिन्छ माथि उसमा गएपछि म चलाउन किन आत्तिन्छस् यार आई ह्याभ सो है त साथीहरू अब चाहिँ हामी यहाँबाट हामी चाहिँ घाँस आएको छौँ अब यहाँबाट त थुप्रो छ अझै बाटो जानको लागि चाहिँ होइन यहाँतिरको चाहिँ दामी छ है भ्यूहरू चाहिँ मिठो भ्यूहरू छ सो अब सन्तोष सरको चलाइमा मलाई आजकल भर लाग्नु छोडेको छ अघिदेखि सो है त अब चाहिँ हामी लाग्छौँ मैले पेट्रोल यसरी बानेको छु अब यो पेट्रोल कति बेला कहाँ खस्छ नि मेरो पाइयो होइन त्यो ठिकै छ अब पेट्रोल पम्प आयो भने रोक्नु होला केटाहरूको
पेट्रोल चाहिँ हाल होइन तिनीहरूले त तिनीहरूकोमा त पुग्छ नि त हाम्रोमा नपुगेकोमा त गर्नु पऱ्यो नि भन्ने कुरा मात्रै हो बुझ्यौ पेट्रोल त्यहाँ तल पेट्रोल पम्प थियो त्यहाँ रोकेन छ माथि नि छ एउटा पेट्रोल पम्प माथि रोक ल सो पेट्रोल फेरि रिफिल गरेर देन आफ्टर हामी यहाँबाट चाहिँ माथि मुस्ताङ मार्फाको लागि जान्छौँ त्यसरी बाटोमा के हुन्छ उतै भेटौँ है त यसको त सँगै मेरो फेरि हामी उता नपुग्दैको बिचमा मैले ब्रेक गरेँ है साथीहरू तपाईँहरूले नि म यो पनि देखाउँछु भनेर हो यो पुरै गण्डकीले बनाएको उस होइन त्यसमा चाहिँ बालुवा सालुवा पनि उठाउनुहुन्छ सेलो रमाइलो भइरहेछ है sunlight. This is the Marfa Bazaar. Marfa गाउँमा हो भन्ने ठाउँ यही हो जस उता माथिबाट गयो भने चाहिँ उता चेरी गल्लीहरूतिर जाने बाटो चाहिँ के यता हो पुरानो बस्तीहरू देख्नुभयो हो त्यहाँ चाहिँ पुरानो बस्ती देखेकोतिर चाहिँ बल्ल उस हो चेरी गल्लीहरू जेडी गल्ली त पहिले गाउँ हो यो त सब लेखेले मार्फा त सबै लेखे त्यही भएर मार्फा सो अनि म चाहिँ पहिल्यै आएर पनि घुमिसकेको छु मुस्ताङ चाहिँ अनि जस योपालि चाहिँ कस्तो भइजान्छ योपालि चाहिँ सबै साथीहरूसँग घुम्न पाएँ नि त त्यो नै सबैभन्दा ठुलो कुरा हो क्या तर पहिला पनि म मनमिल्ने साथीसँगै आएको घुम्न चाहिँ पहिला नै डेन्जर रमाइलो भएको थियो होइन अनि जस योपालि पनि एकदम रमाइलो गरिरहेको छु जस आज भोलिको ट्रिप हो 2 दिनको ट्रिप चाहिँ जस राम्रैसँग रमाइलो गरिन्छ जस्तो लाग्छ होइन सो हेर्दै जानुहोस् होइन अब भोलिको पनि भिडियो आउँछ हामी आज जहाँसम्म जान्छौँ त्यहीँ भ्लगिङ गर्छौँ अनि त्यस पछाडि चाहिँ भोलि हामी कहाँ जान्छौँ त्यो तपाईँहरूलाई चाहिँ म देखाउँछु है त सो बाटोमा भेटौँला है त सो फाइनली गाइज हामी चाहिँ चौसम्म आइसकेको छौँ है सो चौसम्मको भ्यू हेर्न सक्नुहुन्छ यस्तै गाइड के अरे जोमसनको एयरपोर्टमै गएको Okay.
गाइज हामी चाहिँ जुमसुममा आएर अनि यहाँ खाजा खानु बसिरहेको छौँ अनि के थियो होटेलको नाम के थियो अरे लेकाली हो लेकाली रेस्टुरेन्टमा बसिरहेको छौँ ठ्याक्कै शालिग्राम होटेलको अगाडि अनि यहाँ चाहिँ अब खाजासाजा खाएर हामी चाहिँ जुसाङतर्फ चाहिँ लाग्छौँ सो उतै भेटौँ राइट गाइज वी आर इन शालिग्राम होटेल हामी भित्र बसेर फ्रेस पनि भयो मैले माथिको भिडियो चाहिँ बनाइन मैले स्टोरी मात्र पोस्ट गरेको थिएँ अनि अब चाहिँ भने हामी चाहिँ छेमा लेकको लागि जाँदैछौँ अनि छेमा लेकको आइडिया चाहिँ हाम्रो रोमन दाइहरूले जीवन दाइहरूले दिनुभयो लास्ट टाइम आउनु भएको थियो उहाँहरू अनि जस आज चाहिँ छेमा लेक जान्छौँ मेरो राइडर ड्राइभर दिनेशसँग म हामी माथितिर भेट्नु आइदिउँ सो वी चेन्ज द डिसिजन है किन भन्दा माथि छेमा लेक जाँदाखेरि चाहिँ कस्तो हुन्छ अरे भन्दाखेरि एकदम अफरोड छ अरे लास्ट चाहिँ होइन अनि अफरोड झेल्ने बाइकहरू चाहिँ छैन कि हामीसँग अहिले चाहिँ हावा एकदम लगाइरहेको छ आवाज सुनेको छैन होला जस्तो मलाई लाग्छ अनि हामी चाहिँ अहिले धुम्ब लेक जाँदैछौँ धुम्ब लेक पहिला नि गएको हो अहिले नि जाँदैछु है हावाले एकदम मेसी पाएको छैन मसँग दिनेश छ दिनेश ब्रो या अब चाहिँ हामी जाँदैछौँ बाटो बाटोमा भेट्दै हुनुहुन्छ भन्दा पनि अब धुम्बा लेक नै गएर भेट्नु किन भन्दा पहिले पनि गइसकेको ठाउँ हो त्यही भएर चाहिँ धुम्बा लेक नै गएर भेटौँ लाइक त फाइनली वी अराइभ धुम्बा लेक मान्छेहरूले तिन चारवटा नामले भन्छन् भनेर अनि सन्तोषले भ्लगमा भन्दै थियो इट्स धुम्बा लेक इट्स नट धुम्बा इट्स अ धुम्बा इट्स धुम्बा लेक एन्ड दिस इज द ब्युटी अफ धुम्बा लेक Look at that view. It's very looking so good. So अब उतै गरेर हेरौँ है त हामी चाहिँ धुम्बा लेकमा आएको छौँ सो अनि धुम्बा लेकको एउटा सिनेमेटिक सर्ट चेक गर्नु है त जिन्दगी हरा कस्तो सो है त गाइज अब चाहिँ हामी धुम्बा लेकलाई चाहिँ बाई बाई भन्नुपर्ने बेला भइसकेको छ किन भन्दा फोटोसोटो पनि खिच्यौँ भनेर ढिलो पनि भयो अनि सरी मितिनी तिमीले मलाई त्यो ठाउँबाट चाहिँ भिडियो बनाएर आउनु भनेको थियौ जान सकिनँ म किन भन्दा मेरो टाउको दुखिरहेछ सबै साथीहरू पनि हिँडिसके अनि आज त सास पनि फुटिरहेछ किन भन्दा आई डोन्ट नो सायद काठमाडौँमा हुन्छ अब चाहिँ जान लाग्यो है अब के गर्नु दुई भाइको उस्तै भ्लग आउँछ यसले नि त्यही गराउँछ यसले नि त्यही गराउँछ मैले नि त्यही गराउँछु गाह्रो छ साथीहरू सो अब चाहिँ जमसम गएर डाइरेक्ट रुममा भेटौँला है त गाइस हामी चाहिँ अहिले फेरि ब्याक टु रेस्टुरेन्ट आएको छौँ अनि उस छैन यु क्यान सी द क्युटेस्ट डब्बा खाइरहेको क्युटेस्ट एनिमल मलाई बिरालो एकदम मनपर्छ सो त्यही नै हो अब चाहिँ सो आजको भ्लग चाहिँ यति नै थियो हामी एकदम थाकेको छौँ बेलुका ह्याङआउट पनि गर्छौँ होला रमाइलो हुन्छ है सो अनि फेरि अलिकति ड्रिङ्क्स पनि हुनसक्छ होइन साथी ड्रिङ्क्स पनि हुनसक्छ फेरि ड्रिङ्क्स गरेर किन देखाउने भ्लगमा भन्ने कुरा नै हो सो त्यही नै हो अब सबैजनालाई चाहिँ यो भ्लगको लागि हेर्ने गर्छु भनेर एकचोटि सरी इजाजत माग्छु भनौँ न होइन सो भ्लग राम्रो भयो होला नराम्रो भयो होला तपाईँले हेरिदिनु भयो यहाँसम्म सो त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि प्लसमा चाहिँ के भन्दाखेरि सबैजनाले लाइक सेयर र सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला सो ओके हेभ अ ग्रेट डे हेभ अ ग्रेट नाइट हेभ अ बेस्ट डे सो त्यही नै हो है सो सबैजनाले चाहिँ भिडियो सेयर लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला है सबैजनाले यहाँसम्म हेरिदिनु भएको छ एकदम धेरै धन्यवाद दिन चाहन्छु एन्ड ओके टेक केयर